गगन थापाको ससुरा घरमा पनि त अरू मेरो आफ्नै कुरा आफ्नो यात्रा छ मेरो आफ्नो सङ्घर्ष छ मेरो आफ्नो अनुभव छ यसलाई कसैले जोडेर हेर्ने परपीडक मनोवृत्तिका मान्छेहरूसँग मलाई केही भन्नु छैन मैले देखेको छु हेरेको छु तर के छ भने अहिले पछि आकलन गरिन्छ भने विशेष महाधिवेशन नभएको भए सम्भवतः तपाईँ समानुपातिक लिस्टमा पर्नु हुन्थेन। तपाईँले केही पढ्नु त्यसैले तपाईँहरू जस्तो साथीहरू अध्ययन गर्नु होइन त्यो आकलन गरिन्छ नि। आकलन गरेर हुन्छ त्योभन्दा अगाडि शेरबाजीले को लिस्टबाट गएको होइन पत्रकार भएपछि अलिक अध्ययन पनि गर्नुहोस् कि पार्टी सभापति गगन थापा भइसके पछाडि त्यति बेला समानुपातिक लिस्ट बनाउने स्थिति तपाईँलाई थाहा छैन तपाईँलाई थाहा छैन कुरा मसँग नसु किन आकलन भएकै कुरा के छ भने शेरबाजीले पार्टी सभापति गगन थापा नातावाद कृपावाद भन्दा एकदम माथि तपाईँ फाल्तु कुरा गरिराख्नु भएको छ होइन सर्वव्यापी रूपबाट थाहा छ त बाबा त्यही प्रश्न एउटा पत्रकार त्यो पनि तपाईँ जस्तो पत्रकारले सोध्ने शेरबाजीको हस्ताक्षरबाट त्यही बेलाको संसदीय दलले यो समानुपातिक पछि त अब म एउटा क्लस्टरको 1 नम्बर आफै पर्ने स्वाभाविक थियो सबै 1 नम्बर परेको थियो म त्यही क्वेसन गर्दैछु हजुर। अहिले गगन थापाले समानुपातिक लिस्ट तयार पार्ने स्थिति बन्थ्यो भने सम्भवतः तपाईँ समानुपातिक लिस्टमा पर्नु म के हुन्थ्यो मैले त्यस्तै मै पनि तपाईँ प्रत्यक्षमा लड्नु होइन प्रत्यक्षमा लड्ने त मैले पहिल्यै सुरुमा म चुनाव प्रत्यक्षमा लड्दिनँ भन्दा हिसाबमा लड्दैन र समानुपातिका नि वास्तवमा भन्नुहुन्थ्यो भने तपाईँमध्ये कोही मेरा जिल्लाका क्षेत्रीय सभापतिलाई सोध्नुभयो भने केहीमा नराख्नु भनेर अब यो कुरा सबै म भन्न चाहन्न त्यो जिल्लाको सन्तुलनमा दुईटा पार्टी मिल्दाखेरि एउटा केसी पनि रहनुपर्छ भनेर कहाँबाट पऱ्यो त्यो त